हेलो गाइज, आज म जानेवाला छु युआर डोनाल्डमा। यसको नाम चाहिँ लास्ट अप्ठ्यारो रहेको छ, त्यसैले मैले यसको नाम चाहिँ भन्न अलिक गाह्रो मानेको छु। हेरौँ है त कस्तो हुनेला छ हाम्रो भलक, हेर्नुहोस् है त। सुरुमा चाहिँ म आफ्नो भाले बसमा चढेँ अनि चढेर हेर्न थालेँ। कतै मेरो टायर त पङ्चर गरिदिएको छैनन्, कतै केही त गरिदिएको छैनन् बच्चाहरूले। अनि मेरो सिट लिएर बसेको मान्छेलाई सोधेँ, हेलो कहाँ जाने हौ भन त। म केटा हो, मलाई नहेर, मलाई लाज लाग्छ। ल यो चाहिँ केटा रहेछ यार, म त केटी भनेको थिएँ यत्रो बेरसम्म यार। यो त केटा रहेछ यार, म त केटी भनिदिएँ क्या। ल अब यही छोडौँ, अब म लागेँ आफ्नो गन्तव्यतिर। अब हाम्रो डेस्टिनेसन चाहिँ एकदमै टाढा रहेको छ, त्यसैले हामी चाँडै पुग्न पर्नेछ। तपाईँलाई एउटा मिठो गीत सुनाइदिन्छु है। नेपाली त होइन, इङ्ग्लिस गीत सुन्नुहोस् है त, इङ्ग्लिस गीत। ल सुन्नुहोस्। कस्तो लाग्यो गाइज? अब चाहिँ यहाँ घुमाउने बाटो आउँदैछ। अब चाहिँ म आफ्नो डेस्टिनेसन लिएर चाँडै नै पुग्नेवाला छु गाइजहरू। हजुरले चाहिँ एउटा चिज बिर्सिनु भएको जस्तो मानेको छु। के थाहा छ? लाइक र सब्सक्राइब गर्न चाहिँ बिर्सिनु भएको छ, मलाई सब थाहा छ गाइजहरू। अहिले लाइक र सब्सक्राइब गर्नुहोस्, 3 गर्नुपर्छ लाइक र सब्सक्राइब गर्नुहोस् है त। 1 2 3 ल गर्नुभयो। ल थ्याङ्क यू है गाइज। अब म चाहिँ अफरोडिङ गर्नको लागि अर्को बाटोतिर लागेँ, किनकि अर्को बाटोमा यसो अफरोडिङ गाडी यताउति हुन्छ। हुन त नलागौँ यार, रुल्स इज रुल भनेर फेरि अर्को बाटो झन्डैले गाडी ठोक्कियो भन्दा त ठोक्किएछ, नभन्दै ठोक्किन। यो पनि कस्तो मन लाग्यो होला के यो गाडीलाई। हो मलाई त लास्टै डर लाग्छ यिनी गाडीहरूदेखि। मलाई त यहाँ डर लाग्छ यो गाडी आउँदा मेरो यहाँ मुटु ढुक ढुक गरेको थियो। यो बसले पनि ओभरट्याक गर्ने हो त कस्तो के यार, अलिक सुस्तरी त चला बस। यहाँ मलाई डर लाग्छ। यहाँ हेर त गाडीहरू त अहिले प्याक भइदिएर आइरहेको छन्, यहाँ मेरो पछि आए गर्छन्। यो चाहिँ भाले बस हो। अब भाले बस त सोलो हिँड्छ क्या हाम्रो नेपाली भाले बस। यो चाहिँ हल्का नयाँ जस्तो मानिन्छ तर पुरानै हो। अनि आज चाहिँ लास्टै गर्मी गरेको छ, यो बसको यो छत पनि लास्टै तातेको छ। यहाँ अन्डा फ्राई गरेर खान जस्तो मन लागेको छ, तर के गरौँ, यो हाम्रो डेस्टिनेसन चाँडै नै पुग्नेवाला छ। डेस्टिनेसन भने हामी जानेर अब यिनीहरू ग्राहकहरू यानि यिनीहरू प्यासेन्जरहरूलाई छोड्न पर्ने छ। डेस्टिनेसन यिनीहरूको घरमा छोड्ने पर्ने छ। यहाँ यो घामले गर्दा लास्टै के भनौँ, के यो लास्टै एकदमै तातेर यहाँ हैरान भएको छ। यो यहाँ टाउको पोल्न लागिसक्यो। यहाँ यदि बाइचान्स यो छतमाथि त अन्डा पकाउनु पर्छ, यो अन्डा त पाक्छ जल्लेछ। यहाँ छतमाथि चाहिँ कोही नजानु। अब यसो गाडी रोकेर यहाँ पुलको नजारा हेर्न पर्यो भनेर यसो पुलतिर गयो गाइजहरू। हेर्न सक्छ यो पुल चाहिँ एकदमै बब्बाल छ, नजारा चाहिँ हेर्न सक्छ एकदमै जङ्गल छ। उता साइड चाहिँ खोला बगिरहेको छ। यस्तो बेलामा त मलाई नाच्न मन लाग्छ। यो गाइजहरू या पानी पर्यो, असिना झऱ्यो भन्दै नाच्न मन लाग्छ। अब उता साइड गरेर हेर्छु है त गाइज के कस्तो हुनेवाला छ। ओहो यता त बब्बा रहेछ, यता त झन् बब्बा रहेछ गाइजहरू। यस्तो बेला त मलाई खै किन नाच्नु लाग्छ। अब ढिला नगरी गइहाल्छ, मलाई त झन्डै एक्सिडेन्ट भइसक्यो यार गाइजहरू। के गर्ने हो कि यो बाटो चाहिँ यस्तो छ। ल साथीहरू ढिला नगरी अब चाहिँ गाडी चलाऊँ। अब गाडी चलाउन त परिहाल्यो गाइजहरू। अब यत्रो पढेर लेखेर भयो भने लास्टमा गाडी नै चलाउने रहेछ गाइजहरू। यो बाटो चाहिँ मलाई एकदमै बब्बाल लाग्यो क्या गाइजहरू। हेर्नुहोस् त कति चिल्लो गर्छ, यताउति घर पनि हेर्नुहोस् त पुराना स्टाइलका डिजाइनहरू छन्। हेर्न सक्छ यो गाडी चाहिँ एकदमै बब्बाल छ क्या। गौतम बुद्ध यातायात भनेर लेखेको छ, हेर्न सक्नुहुन्छ। सुलुम्बी टु पोखरा भनेर पनि लेखेको छ, तर यहाँ चाहिँ 4 लाइन बाटो रहेछ। हेर्न सक्छ यस्तो बाटो हाम्रो घरमा कहिले बन्यो होला। ल पानी पनि पर्न लागिसक्यो। यो मौसमको त भरै लाग्दैन आजकल मलाई। अग्न भर्खरै घाम लागेको थियो, घामले डर्ने जस्तो भएको थियो, अहिले फेरि पानी पर्न लागिसक्यो। यहाँ डेस्टिनेसन लिएर पुगेपछि यहाँ सबैलाई घर छोडेपछि अन्डा पकाएर खाने भनेको थियो। अब अन्डा पकाउने पनि भएन गाइजहरू। अहिले त लास्टै जाडो भइसक्यो। यहाँ चट्याङ भइरहन्छ, चट्याङ गज्याङ गुजुङ भइरहेको छ गाइजहरू। मलाई त यस्तो बेला
चली डर लाग्छ गाइजहरू। हजुरलाई डर लाग्छ कि लाग्दैन? मलाई त लास्टै डर लाग्छ। हेर्न सक्छ डिलक्स बसहरू चाहिँ लगातार गयो गरिरहन्छन्। यो भाले बसलाई हेप्या छन् यिनीहरू ज्यानहरूले। हित्ती ओतिन पऱ्यो यहाँ, नत्र पानीमा भिज्यो भने रुगा लाग्छ भनेर यसो गाडी रोक्यो, अनि गाडी रोकेर झरेर ओतिन पऱ्यो भने त यहाँ ओतिनै दिनन्। यहाँ यो होटेल हो, होटेलमा यहाँ बन्द रहेछ आज होटेल चाहिँ। यहाँ खोलो भने मान्छे पनि आउँदैन, के गर्ने गाइजहरू। यसका मान्छे पनि कति छुच्चा हुन्। अब गाडीतर्फ नै लागौँ, यो मान्छेले त खोल्नेवाला होइनन्। अब के गर्न सकिन्छ गाइजहरू। अब फटाफट गाडीभित्र बसेर आफ्नो डेस्टिनेसनतिर लागौँ। ल है उताबाट गाडी आउँदैछ, मैले फेरि ध्यानै नदिएर चलाइदिएँ, फेरि ल झन्नाइले ठोकिसक्दा गाइजहरू। तर अरूले जे भने या नभने, तर मैले चाहिँ भन्छु है गाइजहरू, नरिसाउनु होला। यो बाटो चाहिँ मलाई एकदमै राम्रो लाग्यो। यो कसले बनाएको हो त्यो त थाहा पाउन, मलाई त लाग्छ बालेले नै बनाएको हो। यो केपी बाले बनाउँदा त धान रोप्दो मिलो छ एउटा गीत गाइदिन्छु है त। यो गीत लास्टै भाइरल भएको थियो। नेपालको बाटो त धान रोप्दो मिलो छ यस्तै। यहाँ ओतिनु पऱ्यो भने त यहाँ पानी बिजोको हुने नामै लिन्न। अब यहीँ ओतिम भनेर यसो झर्नु पऱ्यो भनेर ल है यही गाडी ठिकानामा लगाइदिन्छु, अनि यहीँ ओतिनु पऱ्यो है गाइज। यो ओतिने ठाउँ पनि नभएर अब यहीँ मस्तसित ओतिन्छ है गाइज। हेर्न सक्छ अहिले चाहिँ पानी धन्क्या छ। ल ल ल पानी के हो यस्तो बिजो भइसक्यो। हेर्न सक्छ पानी यहाँ ओतिने बेला पानी बिजो भइसक्यो। अब के गर्न सकिन्छ? यो मेरो किस्मत यस्तै हो कि के हो? हेर्नु त यस्तो घाम लाग्यो फेरि। अब त फेरि अन्डा पकाएर खाने जस्तो गरेको छ। हेर्न सक्छ पानी थियो अग्न त, अहिले त पानी चाहिँ भिज्यो भएछ। अब फेरि उहाँ लग्नु पर्नेवाला छ। यो मेरो यो डेस्टिनेसननिर कहिले हो पुग्ने गाइजहरू। यहाँ अप्ठ्यारो भयो गरिरहेको छ। हेर्न सक्छ यहाँ लास्ट गाह्रो भएको छ। यहाँ ओतिनु पऱ्यो भन्दाखेरि पानी बिजो हुन्छ। पानी परे बेला पानी ओतिने यताउति ओतिने ठाउँमा के गर्न सकिन्छ गाइजहरू। यो डिलक्स बस चाहिँ एकदमै चिल पारामा हिँडिरहेको क्या। सिधा लगाउँ भने त हुन त नलगाउँ भने ओभरट्याक हान्दा हुन्छ साइड लगिदिएको छु मैले। फेरि यति खतरनाक हुँ म फेरि। म जस्तो ड्राइभर स्किल कोहीसित हुन गाइजहरू। यदि तपाईँहरूलाई पनि बस सिमुलेटर खेल्नुहुन्छ भने लाइक गर्नुहोस्, यदि खेल्नु नभने सब्सक्राइब गर्नुहोस् है त। जे भयो भने लाइक र सब्सक्राइब चाहिँ गर्नु पऱ्यो गाइजहरू। हाम्रो डेस्टिनेसन चाहिँ अहिले एकदम करिब छ गाइजहरू। अब धेरै छैन, 1 2 या 5 मिनटभन्दा धेरै त नै 1 मिनटभन्दा बढी लाग्नेवाला छैन गाइजहरू। अब हाम्रो डेस्टिनेसन आउनु लागिसक्यो। हेर्न सक्छ हित्ती नजिकै छ। अब म भन्छु हेर्न सक्छ हाम्रो डेस्टिनेसन आइसक्यो, भनौँ आइसक्यो। ल है गाइजहरू हाम्रो डेस्टिनेसन आउनु अब धेरै त नभनौँ, अब थोरै मिनट छ गाइजहरू। टेन्सन नगर्नुहोस्, म हुँदै हाम्रो डेस्टिनेसन चाहिँ आइयो। हेर्न सक्छ त्यहाँ छ। हेर्न सक्छ अब यहाँदेखि भित्र लग्छ अनि हाम्रो डेस्टिनेसन चाहिँ यही हो। हेर्न सक्छ गाइजहरू फाइनली हाम्रो डेस्टिनेसन चाहिँ पुगिसक्यो। हेर्न सक्छ यसको नाम चाहिँ थाहा पाएन, युआर डोनाल्ड भन्यो। मैले नाम चाहिँ भन्छु डोनाल्ड ट्रम्प त होइन, डोनाल्ड हो, युआर डोनाल्ड। अब हित्ती पार गरेर यसो पार गरेर राखेर टक्क लगाएर झरेर अब हेर्न सक्छ यसो फोटोसोटो खिचौँ। यहाँ चाहिँ एउटा डिल छ क्या, 5 करोडको डिल छ। हेर्न सक्छ 5 करोड भने यहाँ होइन ठुलो रकम हो। अब यहीँ गएर 5 करोड लिनेवाला छु। अब अर्को भ्लगमा पनि भेटौँ न। अर्को भिडियो चाँडै नै आउनेवाला छ। हाम्रो पुरै भिडियो हेर्न भएकोमा धन्यवाद। सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। अर्को भ्लग चाँडै नै आउनेवाला छ। ल यति भन्दै बाई।